मलाई चाहिन्छ भने भन्नु है मान्छे सोध्नु भएन कस्तो हरे खोर्सानी के भन्नु है ल मेरो दाइ नमस्ते मेरो दाइ पानी पानी दिनु पर्यो बर्मानी पुत्र मेरो दाइ मनसिनु पर्यो नमनसिकन कसरी खान नखोजो यतै राखिदिनु हस् हस् एउटा मिनेटर पाइन्छ त ल ल त्यो ठुल्ठुलो पार्टी त उहाँ नै कस्तो मिठो कहाँ दादा कहाँ अनि यहाँ कहाँ जान्छ त बुढा बिस बिस त उहाँ छम्पीमा मेरो जग्गामा उहाँ हातले उठाइरहेको छ दिएको सबै यो अहिले घर बन्ने भान्जाहरूले उहाँ 20 लाख जाने जग्गा ऊ त्यस्तो ठाउँमा त हामीले 5 लाख रुपियाँ 6 लाख आने हो त यहीँ मुनि हो त सानो उही त तर उति बस्ने त्यो घरमा यो त उहाँ चाहिँ श्यामारीहरूको हो नि त्यो कुबरेहरूको होइन फरक छैन अर्को पनि ल्याउनु त पानी पानी अर्को ल्याउनु एउटा त्यो हुँदैन हुन्छ भने अर्को पनि ल्याउनु नतलिकन खानु मामा खाइ डेन्जर छ भन्छु खोर्सानी अब ऊ चाहिँ के गर्छ क्या अहिले आधी पैसा अस्ति मैले पनि भन्दाको मान्छेले त्यही गरेको होइन हाम्रो त बुवाले मान्दैन हाम्रो त 15 लाख दिएर है भन्दा 25 लाख त्यो पैसा ट्रान्सफर अब त्यो लिने हो भने चाहिँ यहाँ चाहिँ छ अनि तपाईँहरूले चाहिँ अब त्यो अर्को चाहिँ अब खेत लिने हो भने खेत चाहिँ आमाको 6 ले होइन त्यो चाहिँ 2 रुपियाँ पनि 3 रुपियाँ छ उता पारी खेत लिनु नै हो नै हो दादाकै हो तर हाम्रो त्यो हुन्छ क्या आज पास गरेर ल 1 हप्ताको चेक 15 दिन हुन्छ त्यसरी गऱ्यो भने किन भन्दाखेरि अब तपाईँहरूले त्यो काम गरेर घर चाहिँ भने उयो 18 त दिइसक्यो माड्या बुवाले दिनु भएन यही हो यो त अब तर परको सस्तो हो कि मामा त्यो परको चल्ने त्यो 3 दिन त्यो गुम्बा भएको ठाउँमा त्यही गुम्बा भएको त्यो मुनि त्यो बारीमा होइन त्यहाँ कतै देखिने नि यहाँ त सबै देखिन्छ यो त अब काठमाडौँसम्म चाहिँ ठ्याक्कै जोडिदियो कति 7-8 किलोमिटर छ अनि यो डाइरेक्ट त्यो भयो क्या त्यो भयो लामाहरूले ड्याम पैसा हाल्यो क्या त्यो सबै भयो लामा त ड्याङ उठाइदिनु पल्ट उयो लामा कोठेरी यो थोरै भयो त्यो उठाउन सक्छ नि त कहाँ थोरै पाद्रो पनि यहाँ उठाइदियो यो त बाटोमै छ नि यस्तो बाटो उतापट्टिको पाद्रो पनि उठाइदियो त्यो अहिले 2000 रुपियाँ ल्याएको छ नि त्यो घर बनाइरहेको छ पाद्रो त्यो पनि आनाको चाहिँ बास हो कि 27-28 कतिमा च्याप्पै 4.5 रुपियाँ उठाएर डोजर लगाएर घर बनाउनु सुरु गरिसक्यो डाँडाको सबै एउटा केही पनि छैन तर सिधै पर्यटक क्षेत्र पनि त भयो हो
हजुर मेरो दाई खान त मेरो दाई होइन भन्छ यो चाहिँ झन् बाटो हुन्छ 2 नम्बरको पैसाले बन्द हो नि हजुर होइन जो भने सबै पास गरेर चलाउँदा हुन्छ बाजा त्यो साग हाल्दैन यहाँ त म तपाईँलाई भनिहालेँ म मरिम पऱ्यो घरको त अर्का खेलले गर्दाखेरि होइन दाइ त डन बनिसक्नुभयो अब तपाईँ नडराउनु माताले भने गर्न पर्छ अरे तपाईँले भने जस्तो हुन्छ अरे होइन हो माताले उहाँ सबै भनिदियो होइन भने नि अब उनीहरूले जति पुगे पनि काम छैन तपाईँ बुढी मान्छन् है त्यो भएपछि लाग्दैन मलाई नलागे पनि गर्नुपर्छ भनिसक्नु साग त अझै कम भइसक्यो अब माताले भने कुरा कहिले पनि अचार छ भने ल्याइदिन्छ नि कहिले पनि साग कम भयो नि तर अचारसँग नि खान्छु त्यो अचारको भाँडा छुट्छ नि तपाईँहरूलाई मलाई खान्छ भान्दालाई अचार थोर खान्छ अँ यो चाहिँ मेरो हुन्छ अचार अचार त पिरो छ पिरो अब परिहाल्यो बनाएको अनि घर हेराउने ल दादा ल नि खै एकैचोटि मुख्नु पर्यो अब किनभने होइन हजुर अहिले थप्ने होला नि खाने गरी होइन नथप्ने अब खाना हजुर दादा अलिकति ल्याइसन त ए मेरो दाइको भनेकै मेरै हो नि यहाँ त के हाम्रै हो नि हाम्रो यो जग्गा सब पुरै पास गर्नुपर्छ भन्ने यो हामीलाई आएर बस्न ओर्न ठिक छ होइन भने पुरै पास गर्दैन त्यो बाटोमाथिको लिँदा पनि राम्रो छ बाटोमा चाहिँ धेरै राम्रो हो भात त तिनटै थपौँ है भन्दा ल्याएको फिर्ता नगरौँ होइन होइन दादा हो ल भयो जहाँ पनि हाल्दैन मैले 21 मात्रै लगाएको आमाले भने हो उहाँ भान्जीलाई खान्छु क्या हाल्दैन भान्जी हाल्दैन ल अब सबै ल अरू यदि अब अब यो तपाईँलाई नि हाल्नु किन फिर्ता लानु फिर्ता लानु हुँदैन ल ल ल अब त्यो अचारसँग त्यहाँ ए सबै पुतपास हो दादा कुरो चाहिँ भान्जा है त हाम्रो छ है होइन भान्जा कहिले काहीँ त साग भात पनि खाने गर्नुपर्छ क्या यो गालाहरू झुल्ने भनेको यहाँ नि यस्तो झुल्ने यो झुन्ने छ र अलिअलि तलतिर साग त मेरो सधैँ हुन्छ नि होइन त्यो बिरालोले चाहिँ केही खाँदो रहेछ होइन त्यो बिरालो कस्तो रहेछ हजुर बिरालो कस्तो बिरालो छ हजुर साग चोर्नु केही छैन भयो हजुर एकैचोटि मुछान हामी भन्दै तिम्रो फेरि नपुग्ला कि पुग्छ यो साग कहाँबाट ल्याउनु हो मिठो छ भान्जा एउटा देवी रहेछ नि गाई पाल्ने देवी उनीको बोल्दै
पकाइसक्यो भने त मुछ सबै मुछ खानु सक्दैन। साग र भात त जो तन्केर खाउँछु न बुहारीले छोरा दुधो हुन्छ बुहारीको दुधो हुँदैन नि होइन हुन्छ भान्जालाई पिरो लागेको हेर मिठोको नि त अँ भान्जा मासु चाहिन्छ कि मासु चाहिन्छ नि दाइले ल्याइदिइहाल्छ होइन अरे हो त क्षमताभन्दा बढी खानु हुँदैन ठिक ठिक चाहिँ नि मासु भनेर भने ठिक ब्यालेन्स भयो भने ठिक हुन्छ नत्र फेरि यदि रोग निकाइ हो भान्जा त 1 किलो खानु मेरो दाइ धन्यवाद खाना त धेरै उफ्रिनु न 20 तारिक हो भात फेरि अर्को न अर्को 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 आन्द्रा गयो भने त हेपाटाइटिस हुन्छ फेरि होइन होइन मान्नु एकदम होसियार हुनु आन्द्रामा चाहिँ भात जाने होइन त्यो आन्द्रामा त्यो बोसोहरू जम्मा भएर फुलिसकेपछि हेपाटाइटिस भयो त्यो 24 घन्टाभित्र अपरेसन गर्ने गऱ्यो नत्र मान्छे चेक हस्पिटलमा तुरुन्तै गरिहाल्दो रहेछ त बोसो चाहिँ फुलेर ठुलो भयो त त्यसलाई काटेर फालिदिने जोड दिन्थ्यो केही गाह्रो त रहन्छ है हजुर गाह्रो भयो अलिकति जे पनि अपरेसन हुने पऱ्यो यो त सुनमा पनि गाह्रो भयो त्यो पनि अब उनीहरूको चाहिँ नि अब त्यो डाक्टरहरूले पढेर अब त्यो सबै अङ्ग चालेर त्यो काटेर झिकेर सानो सानो डाक्टर जानुहुने हिजो अस्ति एउटा स्कुटर चलाएर गएको मरेछ हाम्रो गाउँको अनि अलिकति लापरवाही भयो कि मान्छे चेट भइहाल्यो हामीले पनि एक मिस्टेक भएर नि एउटा त्यहाँ छिटिक्क त्यो छुट्ने बित्तिकै मान्छे त्यस्तै हो उनीहरूको पनि त्यो अलिकति यहाँ दायाँ बायाँ भयो कि गयो के आफै जान्छ कि मान्छे डाक्टर त कहाँ मान्छे चाहिन्छ बिरामी मान्छे जान्छ हाम्रो चाहिँ माथि उत्तम दाई गएर गोएदाम गाउँदाखेरि ट्रकले हान्दिएको ट्रक जमेर एकतिर चाहिँ कता अपरेसन गर्थ्यो कता अनि 35 दिनमा चेड भयो बुढा यहाँ माथि बुढो अटोले हान्ने बुढो 24 घन्टा जाँड खाएर नि रिल्याक्स गरेर नि बुढो रौसीको तामा रोडा गयो त्यो ट्रक आएर बुढो नि मजा थियो नि है बुढो नि मजा थियो नि रिल्याक्स गरेर रौसी त 24 मान्छे खोर्सानी खाऊ खाऊ बाउ तिमी भनेको भर्खर उमेकी छौ खाने बेला नि हो म सबै एकैचोटि मसँग एकैचोटि
उहाँले खाना खुब मजाले खाए होइन भात दिएपछि कुद गर उसलाई बनाएको बिचरा पोती गयो आएको कि ल म हात धुनु उठेको त्यो कुद गरे पोतीलाई बोला